नयाँ सरकारको सबैभन्दा ठूलो र महत्त्वकांक्षी प्रतिबद्धता 12 लाख नयाँ रोजगारी। तर अर्थतन्त्रको वास्तविक तथ्याङ्कले के भन्छ? कि यो साँच्चै सम्भव छ या केवल अर्को एउटा पपुलिस्ट चुनावी नारा मात्र हो? भर्खरै बनेको बलियो सरकारले नेपालको डिजिटल इकोनोमी र जलविद्युतको अपार सम्भावनालाई प्रयोग गर्दै आगामी दिनमा 12 लाख रोजगारी सृजना गर्ने दावी गरेको छ। तर हाम्रो वर्तमान जीडीपी वृद्धि दर र रेमिटेन्स माथिको चरम निर्भरता हेर्दा यो लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ। अर्थशास्त्रीहरूका अनुसार यो लक्ष्य हासिल गर्न नेपालले परम्परागत आर्थिक मोडल फेर्नै पर्छ। अब हामीले आफ्नै डाटा सेन्टर र एआई हब जस्ता आधुनिक प्रविधिमा ठूलो विदेशी लगानी भित्र्याउन सक्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले जलविद्युत सस्तोमा विदेश निर्यात गर्ने मात्र होइन, बरु स्वदेशमै ठूला उद्योग र कलकारखाना खोलेर त्यो विद्युत खपत गर्ने वातावरण बनायौं भने मात्रै यो 12 लाख रोजगारीको लक्ष्य नजिक पुग्न सकिन्छ। हावादारी गफ होइन, तथ्याङ्कमा आधारित यस्तै गहिरो आर्थिक र प्रणालीगत विश्लेषणका लागि पोलिटिक्स सेन्टरलाई फलो र सब्स्क्राइब गर्नुहोस्। के तपाईलाई लाग्छ हामी साँच्चै समृद्धिको बाटोमा अगाडि बढ्दैछौँ? कमेन्ट बक्समा आफ्नो विश्लेषण राख्नुहोला।